हेलो गाइस फाइनली के अरे यार मिस्टेक मेरो मार्क्सको नाम फेरि ठ्याक्क के मन्सु हल्का तिम्रो मा रहेछ हाम्रो मन्सुको म रहेछ देखेर त राम्रो कुरा चाहिँ भन्दाखेरि हुँदैन अब जे पढियो त्यो देख्न पाउँदै खुसी लागेको थियो नि यहाँ मुर्रा छ होलेस्टन छ एउटा तिमी डराएको हो लजाको के हो त यहाँ चाहिँ सरले कति 100वटा कुरा पार्नु भएको अरे एउटा खोर छ त्यही हो त्यो हुन्छ सरले के अरे बोइलर पार्नु भएको थियो के अरे भुताको अम्बानी हो नि दाइ हान्छ क्या त ओ बी नमस्ते यो होलिस्टन हैन होलिस्टन कस्तो हैन हार्मोनिक आइडिया ठिक रहेछ के हार्मोनिक के हाल्नु भनेको चट्टी भएको थियो हार्मोनिक के हाल्नु भन्दै रहेछ नुन र के हाल्नु खै नुन हैन चुक हैन के नुन र कुन के भन्नु छ के फुलोबरको चट्टी हुँदै रहेछ मरिच हो कि के भन्नु थियो नुन मरिच हो क्या सायद चट्टी भयो अरे कुन भइसक्यो तिनीहरू फेरि सर हान्दैन ए म्याट यस्तो हो बेसार लाग्यो क्या होइन दबाई लगाएको छ सिलाको टाँगा पुरै यहाँदेखि पिसा पुग्यो हो होइन यहाँ तल फाले थियो पाइप फालेको यहाँ थियो अस्ति उकाएको रिटेन सब युरिन भयो त्यसलाई दामी रहेछ तर मैले म्याट थियो 14 थियो म्याट त मैले देखेको थिएन अझसम्म ब्ल्याक म्याट राम्रो हुन्छ म्याट ओरिजिनल म्याट भने ल्याएको हो है ओरिजिनल म्याट मात्रै परायो त्यसमा सब हजुरकै हो पछाडि के लाउनु हुन्छ अब त ठ्याक्कै 2 वर्ष आउँछ यो अब लासेन यार ओए लासेन के अब हाम्रो विवेक सर के अरे भुताको अम्बानी हो नि दाइ आमा सर सर हाम्रो चाहिँ दिन छैन खतरा अब के डक्टर पढ्नु डक्टरै हुन्छ त नि ए भाइ नति नै यार लासेन के भाइ अब म यहाँ आएर लास्टै गर्दो रहेछ विवेक सरलाई चिन्दो रहेछ विवेक सरलाई हाल्नु रहेछ है सर जिस्केको भन्दैन नि ऊ ए भाइ नजिस्के यसरी त यार यसरी त्यही मात्र खत्तम रहेछ त्यही लास्ट छुचो रहेछ देख्ने हेलो गाइस फाइनली के अरे यार मिस्टेक के हेलो गाइस फाइनली वी आर हाम्रो स्कुलको चाहिँ विवेक सर होइन डाक्टर विवेक अधिकारीको घर हामी सरको घर हामी घुम्न आएको थियौँ होइन सरको चाहिँ सुन्दै मलाई अनएक्सपेक्टेड रहेछ कि म सोचेको थिएँ अब सहर एरियातिर हो अनि हल्का आउँछ नि धेरै बिल्डिङ सिल्डिङ होला त्यस्तो होला तर सन छैन अलि अनि म गाउँतिर बस्ने बानी भएर क्या मलाई कस्तो अलग्गै सुकुन फिल हुन्छ कि किनभने यस्तो जङ्गल छ यता जङ्गल छ यता पुरै हरियाली खेत छ हुन्छ नि मलाई
सहरमा आएको जस्तो फिल हुन्छ मलाई, रमाइलो ठाउँमा आएको जस्तो फिल भन्छ क्या। अब हामीले यही हाम्रो अगाडि हेऱ्यौँ भने यति घर छ बाहिर गाडी गाडी त्यस्तै दुवादुल त्यस्तै होइन। तर यो अलि मलाई यो त एरिया चाहिँ मलाई ठिक लाग्यो होइन। वास्तवमा भन्नु त म त दुई तले माथि छु है, त्यस्तो माथि बस्न ठिक छ। लगाइज हाम्रो सरको भाइ चाहिँ सरी छोरो चाहिँ यिनी है। तिम्रो नाम के रे भाइ? देवांश। तिम्रो नाम के हो? मानसी अधिकारी। त्यही त तिम्रो नाम मानुसी हो। मेरो माको छोरीको नाम फेरि ठ्याक्क के मन्सु हल्का तिम्रो मा रहेछ, हाम्रो मन्सुको म रहेछ। तिम्रो मानस होइन, हाम्रो माको नुसी होइन। त्यही त हाम्रो माको छोरीको नाम फेरि मन्सु हो क्या। तिम्रो एउटा मा नुसी होइन, माको छोरीको नाम मन्सु मैले बिर्सेँ यार, मन्सु के तिम्रो नै मामाको छोरीको। यो उहाँसँग देखेको चाहिँ हाम्रो सरहरूको उस्तो हो अरे। अनि एउटा देखेको राम्रो कुरा चाहिँ भन्दाखेरि हुन्छ नि, अब जे पढियो भने त्यो देख्न पाउँदै खुसी लाग्यो किन यहाँ मुर्रा छ, होलेस्टन छ। एउटा धन्दा मलाई हानिदिएको अघि यार, किन भन्दाखेरि मैले रेड लाछु रियलमा म फर्स्ट टाइम देखेको कि रेडसँग डाउँछ भनेर क्या। अनि के हो भाइ तिमी कति पर्छ भाइ? तिमी डराएको हो? लजाएको हो के हो त? यहाँ चाहिँ सरले कति 100वटा कुरा पाल्नु भएको थियो अरे। यहाँ चाहिँ गिरा चाहिँ 5-7 किलो हो जति भएको थियो सुनेको थिएँ। त्यहाँ अगाडि एउटा खोर छ, त्यही हो, त्यही चाहिँ हाम्रो सरले के अरे ब्रोइलर पाल्नु भएको थियो। अब ब्रोइलरको लागि धेरै पर्दैन, त्यो 1 मिटर स्क्वायर फुट हो। सरी 1 वर्ग के अरे स्क्वायर फुट हो, 1 मिटर स्क्वायर। सिमसार हेरिदिउँ कस्तो छ। अस्ति म नाम बिर्साले बोचुरी भन्नु छ के अरे, नाम भन्नु सुनेको थिएँ, देख्न पाइन्छ। हजुर आज स्कुल छ त? स्कुल चाहिँ छैन।